हेलो गाइस, वेलकम ब्याक माई लिमुनी भ्लग्स हैन। सो आज चाहिँ म चाहिँ हेर्नु के बोकिरहेको छ देख्नुभयो, बालापनलाई ताजा गर्नलाई आज चाहिँ म चाहिँ फिसिङ गर्न जाँदैछु। फिसिङ यो चाहिँ मैले बनाएको माई ह्यान्डमेड फिसिङ रड चाहिँ आज म फिसिङ गर्न जाँदैछु। त्यो पनि कहाँ हुनु न, अरू त समुद्रमा खोलामा खेल्छ, हामी चाहिँ धानबारीमा खेल्ने गाइस। यो चाहिँ गाइस हाम्रो माछाको चारो हो। पसिना खलखल हुँदै खनेर निकालिसक्यौँ। यो माछाको चारो चाहिँ चाउमिन, यो चाहिँ माछाको लागि चाउमिन हो है गाइस। माछाको लागि चाउमिन रेडी गरेर हामी चाहिँ अब फिसिङ गर्नु लाग्यौँ गाइस। चलो गाइस, मेरो चाहिँ पहिलो लटमै हेर्नु माछा पहिलो लटमा परिसकेछ। मलाई धानमा छेउनु आउँदैन होइन। सो यहाँ हेर्नु, यता देखाउँदै अर्को पनि सानो माछा। गाइस दुईवटा माछा पर्छ, कोही हल्ला गर्नु हुँदैन अरे, माछा भएको छ र बिचरा माया लाग्यो यो माछाको त कुनै निक्लो थियो। यहाँ हेर्नुहोस् गाइस माछा, ओ तिमी माछा पहिलो लटमै। माछा मार्नु कहाँ सजिलो रहेछ र गाइस, हल्ला पनि गर्नु हुँदैन अरे, माछा भएको छ अरे। अनि फेरि ऊ पनि बनाउनु पर्छ अरे क्या, माछा राख्नु बट्टा ल्याइएन। यो चाहिँ सिला अरे, माछा पकाउने सिला अरे। यो हेर्नु गाइस, यो चाहिँ सिला बनाएको होइन। अनि अब यसलाई निकाल्नु पर्यो होइन। हेर्नु गाइस, अब यो माछा चाहिँ यहाँबाट निकाल्ने हो क्या। बिचराको घाउ भइसक्यो, कसरी निकाल्ने? ओइ निकाल्ने आएन हौ, यसले टोको त नि। ओइ निक्लेन हौ, माछा पारिसक्यो केटाले। मेरो चाहिँ बल्ल निक्ल्यो। ला 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 कति त्यो त सबै उयो हुँदो रहेछ। यही चारोमा फेरि कि अर्को हुने? त्यही चारोमा अर्को पनि हाल्दा हुन्छ, पुग्छन् त्यही चारो लान्छ। मेरो त टोक्यो नि। यसले त चुटाएको छ त चारो, के गरौँ? अर्को हाल्नु न, खुवाइदेऊ त मलाई यता चारोको भाँडा। गाइस चारो चाहिँ यसरी उन्नुपर्छ है। यो चारो चाहिँ यसरी यो निकालेर उन्नु, त्यसमै त्यही माथि हुनु। लु म त यसरी निकालेको थिएँ, माथि त हुनु रहेछ। टुक्रेको चाहिँ निकालिदिएको थिएँ, बिचमा टुक्रेर सियो देखिँदै त्यो अनि यहाँ राख्नु ल। यता ल्याउन पोलिथिन चाहिँ फेरि बल्छिन। मलाई चाहिँ यो भाइमा लाउनै आउँदैन। धानबारीमा पानीमा छिरिसक्यो हो र? ओ त सक्दिनँ अलिक पक्रिनु खोज्छु। यो पनि अल्झो हेर न यहाँ माथि। ओइ म खोला टुङ्गो भएछ नि। ओइ त्यो निकाल्दै गर्नु। तिनवटा पारिसक्यो उसले चाहिँ, म चाहिँ नाइ। ओइ निक्लेन, म माछा निकालिदिन्छु। निकालिदिएको त तिमी, मैले गलत ठाउँमा ताने नि त्यसो भए। भाइ गाइस म त माछा मार्छु, यस्तो पाराले त माछा घर जाइँदैन भाइ। यति नै भिडियो भरे म तपाईँलाई फाइनल देखाइदिएँ गाइस। माछा भन्नु रहर मात्र रहेछ, असिन पसिन खलखल भोक लागिसक्यो। माछा मार्नु पनि म त धानबारीमा कहिले मारेको थिएन नि त। केटाकेटी हुँदा त हामी त बल्छी खेलेको थियो, धानबारीमा त बल्छी थिएन, लोथ्रा खेल्थ्यो। अनि माछा है पर्छ उम्केर जान्छ, पर्छ उम्केर जान्छ। मरेर तिनवटा माछा मारेको छु। भोकले लित्ते उनाइसक्यो, आएको 1 घन्टा क्रस भइसकिसक्यो। म गइसकेँ बाबा। मलाई कसैले भात ल्याइदिएर आउन हो धानबारीमा। म धानबारीमा छु गाइस, बल्छी गर्दै आउन हो भात ल्याइदिएर।
भोक लागिसक्यो 3टा माछा मरेर उफ गयो खेर माछा गाइस फाइनली माछा यति मार्यो माछा हेर्नुस् यो माथिको 4वटा सिला चाहिँ मेरो हो यो मुनिको चाहिँ माछा सिकारीको हो यो चाहिँ गाइस के गर्नु भोकले मर्ने छ के यस्तो पाराले माछा मार्नु जानुभन्दा त बरु माछा खाँदा पनि खाँदिन खोलाको फल मिठो अरे मारी खानु साह्रो अरे भन्छ त्यस्तै भयो यहाँ मलाई भाइ गाइस माछा यति नै मार्यो होइन माछा यति नै मार्यो घामले मर्न आँटिसक्यो रिङ्गट चलेर भोक लागेर आजलाई यति नै गाइस मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्नु नभुल्नु होला बाई बाई